अर्कालाई एक भैरव माध्यमिक विद्यालयको 71औं वार्षिक उत्सवका समारोहका अध्यक्षज्यू, विशिष्ट प्रमुख अतिथि बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलज्यू, यस्तै गरी विशिष्ट अतिथि बानपा 10 भकुण्डेका वडा अध्यक्षज्यू, यस्तै गरी मञ्चमा आसीन सम्पूर्ण अतिथिगणहरू, यस विद्यालयका सम्पूर्ण शिक्षक मित्रहरू, विद्यार्थी भाइ बहिनीहरू र यस भैरव माध्यमिक विद्यालयको वार्षिक उत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउनका लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरू, यहाँ सम्पूर्णमा मेरो तर्फदेखि र सम्पूर्ण विद्यालय व्यवस्थापन समितिको तर्फदेखि हार्दिक न्यानो अभिवादन छ। हाम्रो विद्यालय मानव दशका विद्यालयहरूको अहिलेको अवस्था निकै नै दयनीय अवस्थामा देखिरहेको छ मैले, किनभने यसमा सबै कुनै पनि अभिभावकहरूले त्यति राम्रोसँग चासो लिएको जस्तो मैले महसुस गरिरहेको छैन। मैले यस 4 वर्ष कार्यकालमा विद्यालयप्रति कुनै पनि अभिभावकहरूको चासो, चिन्तन र मनन भएको चाहिँ मैले महसुस गरेको छैन। यद्यपि व्यवस्थापन समितिले गर्न खोजेको काममा र शिक्षक मित्रहरूले गर्नुभएको काममा विद्यालय अभिभावकहरूको पनि त्यत्तिकै ठुलो भूमिका रहन्छ उहाँहरूले जबसम्म उहाँहरूले चासो राख्नु हुँदैन तबसम्म विद्यालयको शैक्षिक स्तर अगाडि बढ्न सक्दैन। यो भएको हुनाले विद्यार्थी, शिक्षक र अभिभावकहरू त्रिपक्षीय सम्बन्धबाट विद्यालयको शैक्षिक स्थिति, शैक्षिक सुधार हुन सक्छ भन्ने मान्यता राख्दछु र यसमा हाम्रो यस बागलुङ नगरपालिका नगर शिक्षा अधिकारीज्यूलाई पनि मेरो विनम्र अनुरोध के छ भने हाम्रो यस हरेक विद्यालयमा 12 भित्र कम्तीमा पनि 104 गरी विद्यालय छन् होला, साना र ठुला गरेर माध्यमिकदेखि निवारी पढाइ लेभलसम्म यति विद्यालय छन्। सबै विद्यालयहरूमा निरन्तर अनुगमन गरिदिनु भयो भने र यसमा कस्तो खालको शिक्षा ल्याउँदाखेरि, कस्तो खालको कार्यक्रम ल्याउँदाखेरि विद्यार्थीहरूको शैक्षिक उन्नति हुन्छ, शैक्षिक गुणस्तर वृद्धि हुनसक्छ भन्ने कुरामा उहाँहरूले पनि चासो राखिदिनु होला, चिन्तन गरिदिनु होला र शिक्षक मित्रहरूलाई पनि अहिलेको प्रविधि मैत्री शिक्षा सिकाइमा उहाँहरूलाई तालिमको व्यवस्था गरिदिनु होला भन्ने चाहिँ मैले उहाँलाई जोरदार माग गर्न चाहन्छु।